हेलो गाइस, हाई नमस्ते। आज धेरै दिनको बाद मैले भिडियो बनाइरहेको छु साथीहरू। अनि त्यस्तो छैन के त्यस्तो एकदम भेराइटिजहरू त छैन है। अनि आज मैले बनाएको छु सजना र आलु हो, सजिना र आलु। अन्त बनाइसकेको छु हो। अनि यो झोल हालिसकेँ। अनि त अब पाकिसके चाहिँ अब बन्द पनि गर्नु आँट्यो साथीहरू। अब यसो अलिकति धनिया मात्र यसरी छिटिदिनु पऱ्यो। मेरो बनाएको रेसिपी त हाल्नु सकिनँ है। अनि यसो सोचेर मात्रै के गरौँ, अलिकति टाइम छ भन्ने चाहिँ अनि भिडियो बनाएको मेरो सजिना चाहिँ भयो है। अनि यता चाहिँ माछा बनाउँछु भन्दैछु हो। यो खोलाबाट मार लिएर आएको थिएँ के, अन्त ल दिदी अलिकति बनाउनु भनेछ। प्याज खोर्सानी यतापट्टि हालेर बनाउँदैछु। आज चाहिँ अलिकति भिडियो अलिकति डल्लै उयो ढेउ खानु पऱ्यो भन्ने चाहिँ भिडियो पनि बनाएको। थुप्रो भयो, नभनेको पनि धेरै पनि नखाएको थुप्रो भयो। अन्त आज चाहिँ धेरै बनाउँछु। टमाटर हालेँ, प्याज खोर्सानी यसमै हालेको थिएँ पिसेर हो, ग्राइन्ड गरेँ। अलिकति हर्दी पनि हाल्दैछु, स्वाद अनुसार अलिकति नुन हाल्दैछु। अब यसलाई मजाले चलाउनु पऱ्यो। सादा प्लेन गरेर बनाउँछु। एकैचोटि यो पनि हालिदिनु पऱ्यो, तोरी पनि अब पिसेर सबै रेडी गरेर राखेको छु नि त। यो त अब खोलामा मारेको भन्दा चाहिँ अब टेसिलो हुन्छ भने अलिकति राख्नु आँट्यो तपाईँ खाने भने चाहिँ। अनि राखेर चाहिँ यसको अलिकति झोल बनाएर अन्त अलिकति मसला पाएको छु। अन्त टमाटर पनि उसिनै सकेको छु, पोलेको छु। टमाटर र पुदिना अचार बनाउँ भन्दैछु। टमाटर र पुदिना चाहिँ धेरै कुरा लागि चाहिँ मैले कोदोको पिठो पनि गरिसकेको छु, चालिसकेको छु। अन्त साथीहरू आज मेरो एउटा खुसीको खबर के भनिदिएँ, यहाँ नि मेरो खुसी खबर भने यत्रो कुकुरको बच्चाहरू नि यहाँ कति छ। टाइम पास यसमा त मेरो खतरा हुन्छ नि त। योपालि त 6 बच्चा दिएको छ। राम 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 राम। अनि यिनीहरूको लागि पनि बिहान मासु बनाइदिएँ हो, कुकुरको मासु उसिनिदिएँ, भात पकाइदिएँ, यिनीहरूलाई पनि भात दिएँ हो। यसमा खान दिएँ। अन्त यसो विचार गरेँ आज के गरौँ होला, अलिकति यसो टाइम पासको लागि भनेर चाहिँ। अन्त अनि कुकरमा यहाँ मासु बनाइदिएको छु कुकुरको लागि हो, कुकुरको मासु। यसमा भात बनाएको छु, कुकुरलाई भात यसमा बनाएको छु। अनि अब मलाई अनि हाम्रो लागि पनि बनाएँ हो, सजनाहरू बनाएँ, भात पनि पकाइसकेको छु। अन्त अब यति गरेर लुगा धुनु छ। आज चाहिँ